म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु। म काठमाडौँको कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथाहरू, मधेसका पीडाहरू, मधेसका व्यथाहरूलाई बुझ्दै काठमाडौँ ल्याएर सुनाउन पनि चाहन्छु। म सबैको सम्मान रहँदै गर्दा मात्रै हामीसँगै नेपालीहरूको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु। म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ। तर छ आफ्नो निर्वाचन क्षेत्र लगातार यही नै कुरा भनिराख्नुभयो। म तपाईँहरू सबैप्रति अत्यन्त कृतज्ञ छु। सबैलाई कोटी कोटी नमन गर्छु। मेरो बाआमाहरू पहाडबाट काठमाडौँ आउनुभएको हो, त्यसले पहाडको रहनसहन जीवनलाई मैले नजिकबाट बुझ्ने मौका पाएँ। काठमाडौँमा जन्मिए, हुर्केँ, सहरको जीवन, यहाँका गारा सारा सबै कुरा बुझ्ने मौका पाएँ। तर मलाई नेपाली कांग्रेस पार्टी, नेपालको एउटा राष्ट्रिय पार्टीको एउटा जिम्मेवारी निर्वाह गरिरहँदै गर्दा मलाई मधेससँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने मेरो तीव्र इच्छा पनि रह्यो, रहन आवश्यक पनि थियो। किनकि मधेससँगको साइनोलाई मैले केवल औपचारिकताको बनाएर मात्र हुँदैन। सरलाई क्षेत्र नम्बर 4 का साथीहरूले माया गरेर बोलाउनु भयो, म त्यहाँ जाँदैछु। त्यसैले मैले मधेसको प्रतिनिधित्व गर्दै गर्दा, त्यहाँका मुद्दाहरूलाई मैले बुझ्दै गर्दा, त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा प्रकारान्तरले मैले सिङ्गो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठुलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु। त्यस कारणले गर्दा मैले एउटा निर्णय गरेर, सुझबुझपूर्ण सोच विचार गरेर निर्णय गरेर पहाडबाट झरेको मेरो परिवार, काठमाडौँ हुर्केको म, तर सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेसको माटो राम्रोसँग त्यसलाई ढोग्नुपर्छ, टेक्नुपर्छ, त्यसको आशीर्वाद दिनुपर्छ, त्योसँग जोडिनुपर्छ, त्यहीभित्र लडीबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ। यो निर्णयप्रति तपाईँहरूको त्यस्तै माया र विश्वास रहन्छ भन्ने विश्वास राख्छु। काठमाडौँ